मर्निङ। आज हामी बिहामा जान लाग्यो हेटौँडा। छोरोले आज गाडी चलाएर लिएर जान्छु भनेको छ के हेरौँ। Woke up late, missed the morning glaze, but the sunlight hits in so many ways. Grabbed my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums a tune I can't name. Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to lag. Feel the world just turning slow. Let the breeze tell us where to go. Every step a beat we can make. Life's a tune, sing it till we break.
and stones and city streams we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air. फोटो खिचेपछि पछि हेर्न काम म त हाइवेबाट लिएर आएको फरवरी जम्मा 2 भाइको घर रहेछ नि अलि ओल्तिर बोल्तिर आज अहिले 50-2 महिनाको फरक छ मैले दाइ भन्नु पर्छ सँगै बस्ने अरे हामी देवीथान गए पाठ गर्न सँगै जाने त्यहाँ बसे पनि राति मोटरसाइकल किनेर सँगै पढ्ने स्कुल जाँदा नि सँगै जाने गर्ने हो हामीहरू नरबी हजुरबाले चिन्नु होला नि हाम्रो हजुरबुवा चकचके हुन्थ्यो कि ज्ञानी हुन्थ्यो चकचके थिएन अलि आफ्नो घमण्ड थिए आफ्नो घमण्ड गर्छ अलिकति उनले भनेको पुग्नु पर्छ मूर्ख हुनुहुन्थ्यो मूर्ख हुनुहुन्थ्यो मूर्ख भनेर सँगै पढ्नु भएको के पढ्नु भएको सँगै पढ्ने हामी बेच चढ्ने रुद्रीसम्म सँगै पढेको अझ तुलसी माइलामा अझै हुनुहुन्छ उनीसँग जाँदै पढ्दै गर्थ्यौँ के हजुरले अनि त्यो पढेर केही काम लाग्यो कि लागेन खोइ मैले पढेर अब केही पण्डित त्यहीँ यताउता पण्डित त अब छोरालाई गराइयो अब इन्डियातिर लागेको त्यतिखेर म 21 सालमै दिल्लीतिर लाग्यो छोरालाई चाहिँ जब नि चितवनमा आएर संस्कृत पढाएर हरिद्वार बनारस बसेर पढाएँ त्यति हो गति आफूले पढ्न नसके पनि होइन हजुरले पनि पढ्नुभयो तर त्यो देवालयमा उतारिएन पढेकोमा आएन अनि हाम्रो बाबु पनि त्यही त हो नि त्यही हो पढेकोमा ल्याउनु सकिएन अगाडि बढ्नु सकिएन नि त कौमतीहरू पढ्ने व्याकरण पढ्ने भनेर गइयो मूलबानी पनि उहाँ गएर नि अब घरबाट खर्च पुग्दैन त चामल लान पर्ने चामल पुगेन छोडियो उति बेला चामलको साउरो साउरो हुन्थ्यो बजार जताततै पाइन्छन् किन्न पनि उति बेला त किन्न नि किनेर खाँदा नि त्यतिखेर उ गर्थे किनेर खाँदा नि अझ गर्थे पसलमा पाइँदैन त बजारबाट किनेर लाग्थ्यौँ हामी हिँड्यौँ अब हामी हिँड्यौँ 2टा बजेर बसमा गएर खै कति आइन्छ अब टाइम त कति बेला आउँछ अब पारी गैँडाकोटको बाबुसित कारमा आएछौँ 2 घन्टा आइन्छ हरि अङ्कल अहिले आउँछ ढिलो हरि अङ्कलहरू फेदीका गाडीले ल्याउँछ अरे फेदीका गाडी ल्याउँछ अरे हरि अङ्कलहरूलाई हरि अङ्कल र भुवनेश्वर अङ्कल आउँछन् अहिले हामी हिँडेको 2 घन्टा हामी बसमा थिएँ आएछौँ अहिले छैन अलि टाढो छ कति टाढो छ र बसमा राखेको बुढोले आत्तिएर भनेको बसमा राख्थेँ नजिकै त हो नि ल होइन केटारी भएका मान्छेलाई अब केटारीको हतियार लाउँछ कतिखेर आउँछन् भन्ने हुन्छ केटारीलाई नि जहाँ जस्तो जे भयो नि आफ्नो घर भनेको आफ्नो घरै हुन्छ घरै हुन्छ अन्त गएर बस्न नै गाह्रो हुन्छ नदेखेकै छ नि अहिले मैले सोधेँ भाइ घर छैन र यिनीहरूको रङ्ग थिएन र आउँदैन थियो त्यो अर्का जेठा छोरा बिहा पनि गएको थिएन त्यहाँबाट अहिले भाइ घर छैन भनेको भाइ त घर छ खै अवस्था चिन्ताजनक छ भन्छ बिरामी छन् अरे बिरामी छ अरे उपचार गरेर नि भएन अरे फौसो खाइसकिन्छ अरे कि अलसल्सी खाँदैन त्यही हो क्या 24 घन्टा त्यस्तो चलाएको वर्षैभरि केही न केही काम भइरहन्थ्यो कि भइरहन्छ नि भइरहन्छ नि हात खाल्ने कहिले हात खाली हुन्न वर्षैभरि यहीँ चिताउनु त हुन्न हाम्रो त्यत्तिकै फुर्सद भएर घर बस्ने भन्ने थिएन अब हिउँदा त दाउरा काट्ने पहिरा चिन्ने
खेतका बारीका सबै त्यस्तै हो नि कुनै दिन खाली हुँदैन त्यही दुःखले गर्दाखेरि अब दुःख बढी भयो भनेर म इन्डिया बसिहालेको 21 वर्ष हुँदाखेरि त्यहाँबाट 21 वर्ष एकपटक 2 पटक पहाड गएँ त्यहाँबाट आएर यहाँ जग्गा लिएर बसिहालेँ म कसले लियो त नि कसले लैथ्यो इन्डिया म एक्लै गोरखपुर एका बटौलीसम्म घिउ बेच्न गएँ घिउ बेचेर त्यही पैसा लिएर टाप कसेको माइलाबा हुनुहुन्थ्यो गोरखपुरमा माइलाबादेखि गएँ त्यहाँबाट ल घर जाँदा सबै कुरा किनिदिनु भन्नुहुन्थ्यो अब त्यहाँ पछाडि म एकजनाको ठेगाना राखेको थिएँ रेलको टिकट काटेर दिल्ली पुगेँ उहाँ गएर 20 रुपियाँ 21-22 वर्षमा त लाउरे पनि खुल्थ्यो होला नि त लाउरे खुलेको गएर भर्ती हुनु लागेको भएन 5-6 जना गएको थियौँ के अरे भइएन 2 जना भए अरू फालिदियो त प्रसाद रहेछस् त हुनुहोस् भन मेरो दाँताले फालिदियो कसैलाई केले फालिदियो 20 रुपियाँमा जारी खाएको दिल्ली गएर महिनाको महिनाभरि 20 रुपियाँ कमाइन्थ्यो 20 रुपियाँको नि धेरै आउँछ 20 रुपियाँले नि त जग्गै आउँथ्यो होला कहाँ जग्गा हुने जग्गा त आउँदैन त सामान पुग्थ्यो अब पछि फेरि सुक्खा जाहेर लागेपछि 20 रुपियाँले महिनाभरि जति खाने हुन्थ्यो त्यहाँबाट सरकारी जाहेर लागेको 3-4 वर्ष पछि घर गएर फेरि फर्केर गएँ अर्को पटक आएपछि ल म आउनु चिताउनु जग्गा लिन्छु भनेर सिधै जग्गा लिएर उयो टिकारामका बाउले मेरो जान परिवारलाई बुवाहरूलाई हेटौँडा ल्याएर छोड्नु भएको बसपारेको टिकाराम छैन तिनका बुवाले त्यहाँबाट म पाहाडतिर गएको होइन बेला म कहाँ त गएँ तर त्यसरी बस्नेखेरि तराईमै बिहा गर्नुभयो बिहा चाहिँ तराईमै बिहा त हुँ गरेको नि बच्चा नि 2टा थियो कि 3टा जन्मियो पहिला छोरो जन्मिने होला थियो म दिल्लीतिर गएँ के अरे 21 सालमा म गएँ 22 सालमा ऊ जन्मियो 22 साल हो राम्रो हाम्रो कान्छोरो त पछि गएपछि छोरी जन्मी त्यहाँ पछि गएपछि म फर्केर पाहाडतिर बस्नेखेरि गइनँ ल बेचेर त्यहाँ बिक्छ भने बेचेर आउनुहोस् भने भेरीमा जानुपर्ने हजुरको बाह्र म भेरबाटको जाँदाखेरि लोटेर यत्तिकै हो भने नि पुगेँ एकपटक खोलाबाट जबबाट डुबेँ एकै दुःखै दुःख हैरान जियोस् एकदम बच्चादेखिकै साथी नै हुनुहुँदो बच्चैदेखि म धेरै अझ तारा खोला हुर्केँ साना तारा खोला नि बस्ने 10-12 वर्षको हुन्थ्यो त्यहाँको स्कुल बनाउने बेला त्यहाँ पढ्ने बेला सँगै पढियो भनेपछि टङ्के दाइ नि साथी नै टङ्के अब त्यो उहाँको इन्द्रपुरी शिवप्रसाद तिम्रो बा शिवप्रसाद यी सँगै साथी हो टङ्के दाइ त पढ्न हिँड्ने बाहिर हिँड्नु भयो होइन पढ्दा पढ्दै ऊ पछि नेतागिरी यहाँ लागेको टङ्केल त गर्नु काम त गरेन उसले काम गरेन हामीहरू गरियो उहाँले अलि पढ्नु नि पढ्नु भयो पछि पढाइदियो म दिल्लीतिर लागेँ के गर्यो गर्नु काम त्यति गरेन बाउसो भनेको हामीले देख्दै देखिएन डुले बाउले ठुलो बासँग झडै पर्थ्यो अरे काम गर्दैन भन्ने फेरि झडा नि यस्तो हो नि बाहिर हामीसित मरन्जरी गाली हेर्छन् बुढाले त्यहाँबाट ऊ आएर ठिकठाक पार्यो भने उसित गाली हेर्नु सक्दैन अगाडि चाहिँ अगाडि डराउने जेठो छोरो काम चाहिँ जे गर्न पर्यो नि गर्ने तर अब तिमीलाई मल बोक्नु खन्नु छ भने गर्ने अब हाम्रा गएर मकै खन्नु छ भने नि खन्ने घाँस काट्दैन ओर्नु मलाई जानुहुन्थ्यो कसैले आफै काट्ने हो मकै खन्ने धान काट्ने एक दिनको पैँचो एक दिनले तिर्ने हो धेरै गरिदिनु त घाँस काट्ने गोबर फालिदिने गर्नु कोही कसैले गरे नि एक दिनको पैँचो एक दिनमै तिर्ने हो खेतालो कसैले फुर्सद नभए थोरै टाइम अघि पछि त हुन्थ्यो करेक्ट उही टाइममा घन्टैमा नहुने कसैको फुर्सद भएन भने बिहान आउँदा नि यति ढिलो आउने बेलुकी छोड्ने बेला नि अलि चाँडै छुटेर कसैको टाइममा अलि काम सिद्धिन्छ चाँडै छुट्यो नसिद्धियो नि अब मेरो घरै पर्म लगाएर पर्म लाउँथ्यो खेतालो किनेर पर्थ्यो
बस भाडा गाइयो कि आइएन ती कति बेला अरू बस भाडा गयो यही पार्टी बेला सजाउनु पराएर हामी शिवको छोरीको बिहामा आएको त्यस यहाँको पछाडि छोडियो अब यो बस भाडा कति अब हामी बसमा निस्किन्छ निस्किन्छ ए अनि हजुरको बिहा कति सालमा भयो त नि हाम्रो बुवाको पहिला भयो कि बिहा त खै उनको पहिला भयो सँगसँगै जस्तो हो कि एक वर्षमा हाम्रो आमा कस्तो हुनुहुन्थ्यो आमा त सोझी साझी हुन् अहिले पनि तबदेखि मैले चिन्दिनँ पराएर एक फेर चिनिनँ लामो समय नदेखेपछि लामो समयदेखि नदेखेपछि अहिले बुढी भएछन् उनी उनले चिन्दा चिन्छ पाउनु मैले चिन्दिनँ आमाले त चिन्नुहुन्छ उनले चिन्दा चिन् आँखा जतिको तति देख्नु मैले आँखा कतिवटा अपरेसन गरेँ आँखा निबिग्रियो मैले चिन्न सक्दिनँ सबै जोतैलाई कति वर्षको हुनुभयो अरे बुवा हजुर 84 सालले भनेपछि 98 साले हुनुहुन्छ 100 साले 100 साले भनेपछि त 82 भयो नि 83 पुगिकन अब सालले त 84 लाएँ महिनाले सालदेखि लाग्छु उहाँ हाम्रो आमा त 5 वर्ष जेठी हुनुहुन्छ हजुर भनेपछि हाम्रो बुवाभन्दा 5 वर्ष जेठी हो र होइन नि 5 वर्ष उनी भाउजू जेठी हुन्थ्यो तर दाइ 2-4 महिनाले मात्रै जेठो हजुर भन्दा भनेपछि होइन त नि हो रहेछ क्या के अरे धेरै जेठो होइन होइन बा चाहिँ 96 साल अरे यो तिनी पनि 96 साल आमा 95 साल अरे हो। त्यस्तो होला 96 बा भन्दा आमा 1 वर्ष जेठी अरे जेठी त जेठी नै हुन् त्यसो भए पढ्न सँगै गयो नि उमेर सँगैको हुनु त रहन्छ बुवा त्यो जेठो बेलामा अब हुनुहुन्थ्यो। ठ्याक्कै यति वर्ष भयो भनेर स्कुल हाल्ने चलन थिएन होला यो कि 5 वर्ष 4 वर्ष 5 वर्ष भएपछि बल्ल पार्टी बोकेर हिँड्ने हो उति बेला त सबभर त अब काममै लाग्यो काममै लाग्थ्यो अब स्कुलै थिएन नि हामीले पछि स्कुल बनाएको म ताराखोला हुर्केर आएछु त्यो घरमा बिहान बेलुका कख लेखाउने पढाउने त्यो बत्ती बालेर गरिन्थ्यो टुकी बाल्ने पढ्न कतिको मन लाग्थ्यो र 5 रुपियाँ लिटर कहाँ मन लाग्यो पढ्न कहाँतिर खेल्नतिर लागिन्थ्यो के खेल्नुहुन्थ्यो के खेलिन्थ्यो नि अब केटाहरूले त्यस्तो हो नि ढुङ्गा पटाउँदा धेरै जसो खोपी खेल्ने ढाके खेल्ने के लौरी लौरी टियाउन ती खेल्ने त्यस्तो बेलाउरी भन्ने दुईतिर तिहार्ने माथि उफार्ने डन्डी बियो दौड्ने डन्डी बियो त त्यति थिएन कि चलन डन्डी बियोहरू त्यति बेला थिएन हामी खेल्ने बेला त्यही सुन्ने लौरी भन्ने दुईतिर तिहारेर माथि उकालो अनि माथि हेर्दाखेरि आएर तपाईँले आँखा नि हाल्ने हो त्यो लौरी खेल्दा आँखा फुटेर होइन हो मेरो आँखा मुनि कितिले आँखा फुटेन तलतिर आँखा मुनि गाडेर त्यहाँबाट खेल्नै छोडेको म बाख्रा र गाई ल खेता फाटा छोडिदियो आफू खेल्न लाग्यो आफू खेल्न लाएपछि अनि ठुलोमा त सिङ्गा लुगाउने सिन्का लुगाउने अनि सिन्का खोज भन्ने खोजा भन्ने त्यस्तो हो गोटा खेल्ने त्यसो भए बुवा त दिल्ली गएर सरकारी जागिर खाएर के पढ्ने हो दिल्ली गएर सरकारी जागिर खाएर म पैसा वर्ष त कोठीमा काम गरेँ वकिलसँग महिना 20 रुपियाँ जाहिरमा हजुर त्यहाँबाट सरकारी जागिरतिर अप्लाई गरेर सरकारी जागिर पाएको पहिला 120 रुपियाँ थियो सरकारी जागिर पढ्दै गएर 500 रुपियाँ भएको थियो सरकारी भनेपछि पेन्सन नै आउने खाले पेन्सन आउने खाले जागिर थियो मजाले अस्पतालमा थिएँ बडा आनन्द थियो कोठासोटा पनि नित्यानन्द भेटे सोध्नु त कस्तो थियो भनेर उसले बताउँछ अनि आमालाई नि लानु भएको थियो र होइन घर कोही पनि थिएन नि त बाबालाई छोडेर हजुर दाजुभाइ छोरालाई लान्छु भनेको फेरि जेठानले भन्नुभयो यहाँ बहिनी आदिन्छन् नलानुहोस् मेरो छोरा लानुहोस् भनेर मैले जेठानका छोरालाई लिएर गएर उहीँ पढाएको दिल्लीमा अनि उहाँ कमाएर ल्याएको पैसाले यहाँ कति जग्गा किन्नुभयो त नि 2 बिघा किने पहिला पछि 1 बिघा बेचेर घर बनाएँ 1 बिघा मात्रै रहेको ए हो त नि अहिले 1 बिघा बेच्न पायो भए कति करोडको घर बन्थ्यो छैन कोही बाटाले खाइदियो छोरा
त्यही घुमेर काम गर्छु बसिरहेको थिइनँ के अरे म अझै नि काम गर्नुहुन्छ बुढाले गर्ने काम कसैले गर्न सकिन्न हो र के काम गर्नुहुन्छ गाडी लगाउने मकै लगाउने अब के हुन्छ चिया खाएर काम गर्ने गयो भने यस्तो अब यहाँ घाम भयो भनेर हामी बसिन्छ यिनी दिनभरि काममा हो भोक लाग्यो खरो भयो भने आउँछ नि त उही बानिए कोतरियो के लाउनु भयो अहिले अहिले अब हेरेमला चिजिन्ना करेला यिनी खाने भएको छन् मकै खाने हुन थालेका छन् मकै नि थरी 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 लगाएको छु अस्ति काठमाडौँ गयो 3-4 काँक्रा एउटा झालै मरेछ पानी हालेर एउटा झालबाट 3-4 टिपेर खाएँ अनि हजुरबाउलाई अरूले गर्दैनन् पानी हाल्ने फुर्सदै उनीहरूलाई केटारी ल्यायो खुवाउने ठिक्क हुन्छ दोकानमा भन्नु पऱ्यो दोकान छ बुहारीलाई छोरा कहिले पाठ हेर्न हिँड्ने कहिले सामान लिन हिँड्ने बिहान आफ्नै मन्दिरमा पूजा गर्ने छोरो पण्डित भनेपछि पूजा सामग्री छ पूजा सामग्री पूजा सामग्रीको पसल छ घरमै राम्रो चल्यो छ कहिले खाली हुन्न अत्तरी हुन्छ भित्र पकाउने गयो कोही कोही बेला त भित्र खाना पकाउने दुईजनाले बेच्न भ्याउनु कुनै कुनै दिन त सामान ल्याइराख्नु सक्नु पर्यो सिजनको बेला त अचम्म चल्छ गौरीगञ्ज कहाँनिर पर्यो अरे गौरीगञ्जभन्दा यतै पर्छ शरदपुरै पऱ्यो शरदपुरै पर्यो शरदपुर कणेल चोक कणेल चोकमै हो नि कणेलहरू आएर बसेर कणेल चोक भएको हामीहरू सबै बसेर त्यहाँ धेरै कणेल भएर कणेल चोक राख्यौँ अस्ति त्यहाँ शरदपुर जन्मेसी गएको ए जन्मेसी भएको म नि 10 महिना 2 जति घुमेर आएँ के अरे नेदरल्यान्डतिर नेदरल्यान्ड होल्यान्ड नेदरल्यान्ड अब को भन्छ के अरे स्पेन उता पोर्चुगल जहाँसुकै घुमाएँ क्या महिना 2 दिन युरोपतिर सबै छोरा हुनुहुन्छ त्यहाँ छोरी छन् छोरा छन् त्यहाँबाट भान्जी छोरी थिइन् पोर्चुगल तलतिर खाद्ले बुढा छोरा नातिहरू छन् स्पेनमा हाम्रै माइला छोराका मित छन् उहाँ जाँदा 1 रात बस्ने घुम्ने जता गयो नि पाइयो के अरे युरोपतिर महिना 3 को थियो भिसा त तर 2 महिनै आउनु पर्यो अहिले बिरामी म हिउँ परेर फेरि दिल्ली प्रसादको 84 थियो